जनमत संग्रहका बेला पूर्णबहादुर तामाङ कान्छाराम 13 वर्षका थिए। त्यसबेलै उनी बहुदल पक्षमा उभिए। उमेरले कलिलो तर राजनीतिप्रति खुब लगाव थियो। त्यसको 2 वर्षपछि 2038 सालमा राष्ट्रिय पञ्चायतको चुनाव भयो। चुनाव विरोधी गतिविधिमा उनी सरिक भए। पञ्चायतको जगजगीको बेला त्यसो गर्नु कम जोखिमपूर्ण थिएन। पञ्चायती प्रशासनले अराष्ट्रिय तत्त्व घोषणा नै गर्यो। कान्छाराम सहित 6 जना पक्राउ परे। कान्छारामलाई चाहिँ प्रहरीले मुद्दा चलाएन। कारण त्यसबेला प्रहरीले तेरो उमेर कति भन्दा 14 वर्ष भन्दै फ्याक्ट जवाब दिए। नेपालको फौजदारी अपराध संहिता अनुसार उनी नाबालक भए। नाबालकलाई मुद्दा चल्दैन अनि जोगिए कान्छाराम। जबकि उनको जन्म 15 साउन 2022 मा भएको थियो। त्यस आधारमा उनी 15 वर्षका थिए। तर कान्छारामले उमेर ढाँटे। उनीसँगै पक्राउ परेका सुभाष लामा, साङ्गे तामाङ, हेमराज गुभाजु, पदम बहादुर गुभाजु र हिमाल तामाङ विरुद्ध भने सार्वजनिक मुद्दा दायर भयो। पछि उनीहरू 725 रुपैयाँ धरौटी राखेर रिहा भए। उनको गाउँ रामेछापको तत्कालीन चुचुरे पञ्चायत हो। हाल यो गाउँ गोकुलगङ्गा गाउँपालिकामा पर्छ। 2039 सालमा कान्छाराम गाउँ छाडेर काठमाडौँमा छिरे। 1.5 वर्ष जति बसेर फेरि उनी गाउँ फर्किए। तर पञ्चायत पक्षधरहरूका कारण गाउँ बसाई त्यति सहज भएन। 2042 देखि ढुक्कै काठमाडौँमा बसे। 2044 सालमा कान्छाराम कन्स्ट्रक्सन कम्पनी खोले। निर्माण व्यवसायमा उनी लागे। तर भित्रै बहुदलको पक्षमा उनको गतिविधि जारी थियो। पार्टी र आन्दोलनलाई सकेको सहयोग गर्थे। खुलेरै गर्दा पञ्चायती प्रशासनले अप्ठ्यारो पार्न सक्थ्यो। भर्खर लयमा आउँदै गरेको निर्माण व्यवसाय चौपट हुन सक्थ्यो। किनभने त्यसबेला बहुदल पक्षधरलाई सहयोग गर्ने निर्माण व्यवसायलाई पनि पञ्चायत प्रशासनले निशाना साध्थ्यो। प्रहरी प्रशासनले ट्र्याक रेकर्ड सोध्ने गर्थ्यो। बहुदलको पक्षमा सहयोग गर्नेलाई कारबाही नै गर्थ्यो। परिस्थितिजन्य यही बाध्यताले कान्छारामले भित्री रूपमा पार्टी र आन्दोलनप्रति सहयोग गरिरहे। निर्माण व्यवसायमा उनलाई सफलता मिल्दै पनि गयो। गरिब परिवारमा जन्मिएका उनी आर्थिक रूपमा निकै समृद्ध हुँदै गए। 2054 सालमा तत्कालीन चुचुरे गाविसको उपाध्यक्षमा काङ्ग्रेसबाट उनले टिकट पाए। त्यसबेला पार्टीबाट अध्यक्ष र उपाध्यक्षमा चुनाव लड्ने दुवै चुचुरे गाविसको तल्लो क्षेत्रका मात्रै थिए। त्यसले गर्दा कान्छारामले मितेरी साइनोले फुपाजु पर्ने खड्का थर्का एकजना काङ्ग्रेस नेतालाई टिकट दिए। तर उनी हारे। जतिबेला माओवादी द्वन्द्वको प्रभाव देशभर बढ्दै थियो। कान्छाराम निर्माण व्यवसायमै थप सक्रिय भए। अन्ततः उनी नेपालको क वर्गको निर्माण व्यवसायी बने। यसपछि कान्छारामलाई राजनीतिमा सक्रिय हुने चाहना भयो। 2067 सालमा पार्टीको 12औं महाधिवेशनमा रामेछापबाट लोकप्रिय मतसहित महाधिवेशन प्रतिनिधि चुनिए, जुन उनका लागि अपेक्षित थिएन। अनि काठमाडौँ आएर सुशील कोइरालालाई भेटे, जो त्यसबेला पार्टी सभापतिको तयारीमा थिए। कान्छारामले सुशील कोइरालालाई भने, तपाईँ सभापति हुनु पर्यो, प्रधानमन्त्री भएर देश चलाउनु पर्छ। देश निकै लथालिङ्ग छ, विकास निर्माणको काम भएको छैन, काङ्ग्रेसमा निकै भ्रष्टाचारी बढे, तपाईँ प्रधानमन्त्री भएर त्यो सबै रोक्नुपर्छ। कोइराला निकै खुसी भए। कोइरालाको भनाइ उद्धृत गर्दै कान्छारामले पंक्तिकारसँग भनेका छन्, तपाईको कुरा एकदम ठिक लाग्यो, ल मलाई पार्टी सभापतिमा सहयोग गर्नुहोस्। कान्छाराम सुशील कोइरालालाई सभापतिमा जिताउन निकै सक्रिय भएर लागे। कोइरालाका प्रतिस्पर्धी वर्तमान सभापति शेरबहादुर देउवा थिए। पछि चुनाव हुँदा सुशील कोइराला निर्वाचित भए। कान्छाराम भने केन्द्रीय सदस्यमा उम्मेद्वार थिए, उनी पराजित भए। त्यही साल उनले उपचारका लागि अस्पताल लान एम्बुलेन्स नहुँदा गाउँकै मया श्रेष्ठले ज्यान गुमाउनु परेको अप्रिय खबर सुने। यो खबरले कान्छाराम निकै दुखी भए अनि सामाजिक सेवाका लागि काम गर्ने प्रण पनि गरे। गाउँमा एम्बुलेन्स किनेर लगे। सुशील कोइरालालाई प्रमुख अतिथि बनाएर हस्तान्तरण पनि गरे। त्यसबेला गाउँलेबाट अपार सत्कार पाए, जुन कान्छारामले अहिलेसम्म पनि भुलेका छैनन्। अनि तामाङ जातिको घना बस्ती भएको लिखुमा अर्को एम्बुलेन्स दिए। गाउँघरमा सडकको पहुँच पुगे पनि एम्बुलेन्स नहुँदा उपचारका लागि अस्पताल पुग्नै नपाई कयौंले ज्यान गुमाउने गरेका थिए। त्यस्तो नहोस् भनेर कान्छारामले तामाङ बाहुले लिखुमा अर्को एम्बुलेन्स दिए। गाउँमा खत्रे खुत्रुक अन्य सामाजिक काममा पनि उनी सरिक हुँदै गए। देशमा राजनीति भने अस्थिर थियो।
पहिलो संविधान सभा संविधान नबनाई विघटन भयो। दोस्रो संविधान सभा चुनाव 2070 भयो। त्यसबेला सुरुमा त उनलाई सुशील कोइराला र शेरबहादुर देउवा दुवैले प्रत्यक्षतर्फ चुनाव लड्न टिकट दिने आश्वासन दिएका थिए, तर पछि दिएनन्। समानुपातिक तर्फको सूचीमा उनको नाम राख्ने भने, तर देउबाका प्रतिनिधि बनेर समानुपातिक सूचीमा नामावली टुङ्गो लगाउन खटिएका नेता विमलेन्द्र निधिले कान्छारामको नाम हटाउन चर्को दबाब दिए, तर जसोतसो उनको नाम रह्यो। पार्टी चुनावबाट पहिलो दल बन्यो। पार्टीले ल्याएको मतका आधारमा समानुपातिक तर्फबाट सभासद हुने निश्चित भयो। फेरि उनलाई सभासद बनाउन डाक्टर रामशरण महत पटक्कै तयार भएनन्। निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्द सूची बुझाउन कोइरालाले हस्ताक्षर गरी पठाउनु अघि पार्टी केन्द्रीय कार्यालय सानेपामा फाइल टेबुलमा फाला फाल्ने भयो। त्यसबेलाको क्षण सम्झिँदै कान्छाराम भन्छन्, मेरो नाममा समेत रहेको समानुपातिक तर्फको बन्द सूचीमा सभापति सुशील कोइरालाले हस्ताक्षर गरी निर्वाचन आयोगमा पठाउने बेलामा डाक्टर रामशरण महतले मलाई छेके, नभए म त्यसबेला सभासद भइसक्थे। महतले कुनै हालतमा सभासद बनाउन दिन्न भन्ने अडान कसे। त्यसबेला मलाई लाग्यो कि तामाङ भएकै कारण मलाई सभासद बन्न दिएन। मेरो सभासद हुने सपना पनि त्यसबेला ध्वस्त भयो। त्यसबेला सुशील कोइरालाले आफूलाई टोयलेटबाट फोन गरेर मैले सकिन है भनेको कान्छाराम अहिले पनि झलझली सम्झिन्छन्। यसरी पार्टी राजनीतिमा उतार चढाव भइरहे पनि कान्छाराम सामाजिक सेवाको काममा डटिरहे। 2072 सालतिर जिल्लाकै फर्पु गाउँमा खोला बस्तीमा पस्दा कान्छारामले कयौं स्थानीयको आफ्नै हेलिकप्टरबाट उद्धार गरे। उनको सामाजिक व्यक्तित्व त्यसपछि निकै उच्च हुँदै गयो। 2074 सालमा वाम गठबन्धन बन्यो। पार्टीले चुनावी मैदानमा उम्मेद्वार बनाएर कान्छारामलाई उतार्यो। कडा टक्कर दिए, तर उनी वाम गठबन्धनका तर्फबाट माओवादी उम्मेद्वार भएका श्याम कुमार श्रेष्ठसँग पराजित भए। उनले चुनाव अघि र पछि गरेर जम्मा 14 वटा एम्बुलेन्स र एउटा शव वाहन खरिद गरेर पठाएका थिए गाउँमा। एम्बुलेन्सका कारण बिरामीहरूलाई अस्पताल आउन सहज भयो। जीवनको जोखिम कम भयो। जिल्लाको ठाउँ ठाउँमा आफ्नै लगानीमा सडक पनि निर्माण गरिदिए। खानेपानी अभाव भएको ठाउँ ठाउँमा पाइप पनि किनिदिए। निर्माण व्यवसाय त छँदैछ। यसका अतिरिक्त सामाजिक काममा पनि उनी निकै कटिबद्ध भएर लागे। कोभिड संक्रमणका बेला 2076 सालको चैत 11 मा पहिलो चरणको लकडाउन भयो। जिल्लामा मेडिकल सामग्री किनेर उनले पठाए। दोस्रो चरणको लकडाउनको बेला चाहिँ उनलाई जिल्लाबाट भेन्टिलेटर सहितको आइसियु बेड माग भयो। लगत्तै नर्भिक अस्पताल गए। त्यहाँ पुगेर भेन्टिलेटर सहितको 2 वटा बेड 48 लाखमा टुङ्गो लगाए, तर भेन्टिलेटर चलाउन डाक्टर अभावमा अन्ततः आइसियु बेड चाहिँ 28 लाखमा किनेर जिल्ला पठाए। तामाकोशी अस्पतालमा उक्त आइसियु बेड जडान गरियो। लगत्तै 71,000 वटा मास्क किनेर जिल्ला पठाए। सामाजिक सेवामा क्रियाशीलता बढाइरहेकै बेला कंग्रेसको 14औं महाधिवेशन भयो। पार्टीको रामेछाप जिल्ला सभापति निर्वाचित भए। 1 वर्षपछि 4 मङ्सिर 2079 मा प्रतिनिधि सभाको चुनाव भयो। 2074 मा वाम गठबन्धनका उम्मेद्वार श्याम कुमार श्रेष्ठसँग करिब 6000 मतले पराजित कान्छाराम 2079 को चुनावमा भने 16000 बढी मतले एमालेका कैलाश प्रसाद ढुङ्गेललाई पराजित गर्दै संसदमा आए। देशभरका प्रत्यक्ष निर्वाचित मध्ये चौथो केपी शर्मा ओली, रवि लामिछाने र सुनिल शर्मा पछि लोकप्रिय मत प्राप्त गर्ने सांसद भए। कंग्रेसमा भने उनी सुनिल पछिको लोकप्रिय मतले निर्वाचित सांसद हुन्। उनी अहिले संसदमा कानून निर्माताको भूमिकामा छन्। केही महिना उनी ऊर्जा राज्य मन्त्री भए। ऊर्जा राज्य मन्त्री भएकै बेला उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउन नहुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नै पार्टी कंग्रेसबाट ऊर्जा मन्त्री भएका दीपक खड्काको कडा शब्दमा प्रतिवाद गरे। पार्टी सभापति शेरबहादुर देउवा ओलीको इसारामा चलेको भन्दै आलोचना गरे। कुलमान देशलाई चाहिने कर्मचारी भन्दै उनको पक्षमा निरन्तर उभिए। यति बेला भने संसदमा बजेटमाथिको छलफलको क्रममा गरेको सम्बोधनले उनी निकै चर्चामा छन्। आफ्नै पार्टी कंग्रेसबाट उपप्रधान तथा शहरी विकास मन्त्री भएका प्रकाशमान सिंह र एमालेबाट उपप्रधान तथा अर्थमन्त्री भएका विष्णु पौडेलले बजेट आफ्नै क्षेत्रमा मात्रै खन्याएको तर रामेछापलाई व्यवस्था गरेको भन्दै कान्छाराम
कान्छारामले उनीहरूको चर्को शब्दमा आलोचना गर्दै अर्को पटक संसदमा दुवै मन्त्रीलाई देख्न नपाइयोस् भनेर पशुपतिनाथ र बुद्ध भगवानप्रति प्रार्थना गरेका छन्। तर शहरी विकास मन्त्री प्रकाशमान सिंहले रामेछापमा 84 करोड बढी बजेट विनियोजन गरेको जवाब दिएका छन्। कान्छाराम भने मन्त्री सिंहको भनाइप्रति अझै सहमत छैनन्। उनले चित्त नबुझेको विषय राख्दा अनुशासनहीन भनिए पार्टी संसदीय दललाई कारबाही गर्न चेतावनी दिएका छन्। आफू सांसदको लोगो बुझाउन तयार रहेको भनिसकेका छन्। उनै कान्छाराम बुवा शेरबहादुर र आमा जमुना तामाङका 5 भाइ छोरा मध्ये कान्छा हुन्। हाल काठमाडौँको कुमारी गालमा बस्दै आएका उनकी श्रीमती लक्ष्मी माया लामा हुन्। उनीहरूका 1 छोरा र 2 छोरी छन्। सम्झना भए अनुसार उनी सानो छँदा उनको परिवार गरिब थियो। बुवा गाउँमा सुर्ती र चकलेटको खुद्रे व्यापारी थिए। उता माउली चाहिँ निकै धनी थियो। 2017 सालमा व्यवस्था उल्टिएपछि थुप्रै काङ्ग्रेसी नेताहरू माउली घरमा 6 महिनासम्म बसेको उनले सुनेका छन्। आफू भने गरिबीमा पिल्सिँदै हुर्केको उनले बताएका छन्। तर कठिन सङ्घर्ष गरेर आर्थिक पाटो सुधार्दै अन्ततः सामाजिक सेवासँगै राजनीतिमा कान्छाराम जोडिएका हुन्। हाल विधायकका रूपमा रहेका कान्छाराम अक्करमा फुलेको फूल भन्दा फरक नपर्ला। हवस् त, पोडकास्ट कथा राजनीतिको तेस्रो श्रृङ्खलाबाट म जङ्ग तामाङ बिदा हुन्छु। कुनै प्रतिक्रिया भए कथा राजनीतिको @gmail.com मा प्रतिक्रिया पठाउन सक्नुहुन्छ। अर्को श्रृङ्खलामा भेटौँला। नमस्ते।